हाम्रो नवीनले यहाँ चाहिँ सपिङ गर्दैछ बनेपामा। बनेपा नगरपालिका वार्ड नम्बर 6 हैन यो? लाइट कलरमा हेर्छ नि राम्रो राम्रो देख्छ कलर तर व्हाइटमा है अलि युनिक कलर देखिन्छ कि तर लाइट डार्क दुइटै सुहाउने रहेछ। ए 31 30 गरिदिनु कि 31 32 गरिदिनु कस्तो छैन हेर त्यस्तो माथि छैन त्यो कलर नभएरै हेर 33 त थोरै हुन्छ होला तर त्यही हो नि चाँडो त्यस्तो धुलो सुलो देखिँदैन यो कपडामा नि तर क्यामेरा राम्रो राम्रो यो टुवा हुन्छ सेला हुन्छ यो त एक्सएल डबल लार्ज एल मात्रै हो र यसो ठिक हुन्छ यसो ट्राई गरेँ हेर्छु भने ट्राई गर्दा नि नत्र यसो कि 31 तिमीलाई 32 अङ्कललाई चाहिएला कि भन्न खोजेँ कि चाहिन्न अङ्कललाई 32 इसमें निकाल दिया हेलो गाइस, अनि हाम्रो नवीनले चाहिँ काठमाडौँबाट आएर यहाँ बनेपामा सपिङ गर्दैछ। अनि लामो समयको दूरीमा अनि साथी पनि भेटेको छ। यहाँ पसलको साथी चाहिँ नवीनको पुरानो सानैदेखिको साथी हैन र? अनि साथी नै आएर आज यसरी सपिङ गर्दा अनि कस्तो लागिरहेछ? रमाइलो लागिरहेछ अङ्कल, खुसी रमाइलो सबै लाग्छ नि। होला है अलिकति लङ सक्स लाउँछ कि सर्ट सक्स लाउँछ ब्ल्याक लगाएर जक्कीको कटन राम्रो छ ज्याकेट भन्दा नि ज्याकी स्याकी ल्याएको छ तर यसको कपडा राम्रो छ त्यो हाल्दै ठिक तिम्रो एङ्कल यस्तो स्पोर्ट सुजहरू राम्रो देख्छ यो सेट नि। प्राइस चाहिँ एकदम मिलाएर रिजनेबल प्राइस। धन्यवाद अङ्कल। ल त हामी लाग्छौँ अहिले त। पछि नै आउनुहोस् न। 100 लाई किने हैन? 100 लाई 100 ला चाहिँ सपिङ गरेर चाहिँ भाइरल हुने भयो नि। अलि बढी अमाउन्ट अरे। ल हस् अङ्कल धन्यवाद। हस् ल हुन्छ ल त ल आउन पछि नि हस् हस् अङ्कल धन्यवाद। हजुरले आउनुहोस् न पछि केही चाहियो भने यसो आउँछु नि। हस् हुन्छ ल त अहिले हामी लाग्छौँ ल। धन्यवाद।